यहाँ चाहिँ हरेक देशको झन्डाहरू छन् हैन। हामी चाहिँ वहाँदेखि हेर्दै 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 आइयो नेपालको चन्द्र र सूर्य चाहिँ कहाँ छ भनेर। अब हेर्दै जाँदा चाहिँ मैले चन्द्र र सूर्य राम्रो तरिकाले फरफराइरहेको यसो टाढाबाट आँखा परेर चाहिँ हेर्दैछु है। ल यो चाहिँ हाम्रो नेपालको चन्द्र र सूर्य अङ्कित झन्डा चाहिँ पोर्चुगलमा मजाले यो झन्डाहरूको बिचमा हरेक देशको झन्डा छ यहाँ विश्वको। त्यसमा चाहिँ हाम्रो नेपालको झन्डा चाहिँ यहाँ पर्ने रहेछ है। अब हाम्रो नेपालको झन्डामा यसमा चाहिँ यो नक्सामा चाहिँ सायद यो नक्सामा पनि हाम्रो जुन अहिले चुच्चो नक्सा चाहिँ हाम्रो आएको छ त्यसको हल्का चुच्चो चाहिँ यहाँ निकालेको रहेछ है साथीहरू। तर त्यस्तो